हेलो एभ्रिवान, के तपाईँ विदेशमा हुनुहुन्छ? आफ्नो परिवारको खुसीको लागि दिनरात मेहनत गरेर आफूले कमाएको पैसा घर पठाउँदै हुनुहुन्छ? के तपाईँले कमाउनु भएको पैसा घरमा सुरक्षित छ? मानौ तपाईँ आज विदेशबाट घर आउँदै हुनुहुन्छ, के तपाईँले पठाउनु भएको पैसाले आफ्नै देशमा रहेर कुनै बिजनेस स्टार्ट गर्न चाहनु भएमा के तपाईँसँग पुँजी छ त? पक्कै छैन। त्यसो भए तपाईँ कति वर्षसम्म विदेशमा रहेर काम गर्ने विचारमा हुनुहुन्छ? यसरी तपाईँले बुढेसकालसम्म विदेशमै रहेर काम गर्नु भए पनि तपाईँको घरमा पैसा बस्नेवाला छैन। त्यसैले आज म फ्री फाइनेन्सियल म्यानेजमेन्ट कन्सल्टेसन गर्दैछु, जहाँ तपाईँले कमाउनु भएको पैसा कसरी म्यानेज गर्न सकिन्छ भन्ने बारे आइडिया सेयर गर्दैछु। म सरोज राजवंशी, डिजिटल मार्केटिङ कन्सल्टेन्ट, फाउन्डर एन्ड सिइओ अफ डायमन्ड टेक सोल्युसन्स एन्ड कोच अफ बीमा अभियान। 1 घण्टाको फ्री कन्सल्टेसनमा भाग लिन तल रहेको बुक न बटनमा क्लिक गर्नुहोस् वा कमेन्टमा फ्री कन्सल्टेसन भनेर लेख्नुहोस्। म तपाईँलाई लिङ्क सेन्ड गर्नेछु। सी यू इन द फ्री कन्सल्टेसन। ह्याभ अ नाइस डे।